जिल्ला प्रशासन कार्यालयले विगत केही समयदेखि चाहिँ आफ्नै इनिसिएसनमा केही कामहरू चाहिँ अगाडि बढाएको अवस्था छ। त्यो अवस्थामा चाहिँ हामीले नागरिक उड्डयन कार्यालय तुमलिङटारको सहकार्यमा रिफ्युलिङ स्टेसनको लागि केही काम अगाडि बढाउने र यो बर्खा अगाडि जाँदै गर्दाखेरि मनसुनको सुरुवात हुँदै गर्दा भोलि राहत र उद्धारको कार्यक्रमलाई हेलिकप्टरको आवश्यकता पर्ने देखिएर रिफ्युलिङ स्टेसनको लागि जिल्ला विपद व्यवस्थापन समिति आज 4 गते भयो, पर्सि 7 गते बसेछ। त्यसको एजेन्डा नम्बर 7 मा राखेकै छौँ हामीले। त्यो रिफ्युलिङ स्टेसनको लागि एनडीआरआरएमए र नेपाल आयल निगमसँग रिक्वेस्ट गरेर तुमलिङटारमा राख्ने गरी चाहिँ हामीले काम अगाडि बढाइसकेको बेहोरा यहाँहरू समक्ष अनुरोध गर्न चाहन्छु। त्यस पछाडि अर्को कार्यालय प्रमुखहरूको हामीले प्रत्येक कार्यालय प्रमुखको बैठकमा कार्यालयहरूको गुनासोलाई सम्बोधन गर्ने गरी तपाईँहरूले गुनासो पेटिका राख्नुहोस् र देन एन्ड डियर चाहिँ रिजल्भ गर्नुहोस्, कमभन्दा कम गुनासो आओस् भन्ने विषयमा हामीले चाहिँ पटक पटक चाहिँ कार्यालय प्रमुखहरूलाई सजग गराइरहेछौँ। कर कार्यालयको काम कारवाही अलिकति कर कार्यालयको काम कारवाही अलिक फोर्सफुल पनि हुन्छ र एउटा कुरो चाहिँ के भनेदेखि खाँदबारीमा प्रोफेसनल किसिमबाट व्यवसाय गर्ने चाहिँ व्यावसायिक रूपमा अलिकति चाहिँ एडभान्स किसिमबाट एकाउन्ट राख्ने चाहिँ साथीहरू व्यवसायीहरू कम भएको अवस्थाले उहाँहरूलाई चाहिँ सामान्य त्रुटिको कारणले पनि कर कार्यालयमा भएको दण्ड जरिमाना चाहिँ अलिक बढी भएकोले त्यो चाहिँ महसुस हुन सक्छ। त्यो विषयलाई कसरी मिनिमाइज गर्न सकिन्छ र एकदम चाहिँ सहज रूपमा कर वसुल गर्न सकिन्छ भन्ने विषयमा हाम्रो राजस्व चुहावट समितिको बैठकमा पनि अब आगामी एजेन्डामा यो विषयलाई राखेर हामी छलफल गरेर करलाई व्यापार सहजीकरणको मेरुदण्डको रूपमा अगाडि बढाउनको लागि हामी अगाडि गर्छौँ भनेदेखि अब अर्को चाहिँ हामीले विपद प्रतिकारको हाम्रो काउन्टर एक्सन प्लान नै बनाइसकेको अवस्था छ 2082 को लागि। त्यो पनि पर्सिको हाम्रो यो विपद व्यवस्थापन समितिले चाहिँ यसलाई चाहिँ इन्डोर्स गरिसकेपछि अगाडि बढ्छ भनेदेखि खाद्यान्नको लागि अहिले खाद्य संस्थानको कार्यालय प्रमुखले के भन्नुभएछ भनेदेखि आगामी दशैँसम्मलाई पुग्ने गरी खाद्यान्न मात्रै होइन साल ट्रेडिङको हाकिम सरले नुन समेत राखिसकेका छौँ भन्ने कुरो गर्नुभएको छ भने अनि मैले अघि कृषिको हाकिम साहबहरूसँग पनि मैले कुरो सोधेको थिएँ बिउ मलको अवस्था के छ भन्दै गर्दाखेरि उहाँहरूले चाहिँ प्रत्येक पालिकालाई कोठा दिएको छ। त्यो पालिकाले चाहिँ त्यहाँ पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरूले हामीले सहकारीहरूलाई कोठालाई दिएर त्योबाट व्यवस्थापन गर्ने गरेका छौँ। अहिले चाहिँ भर्खरै कोठा आएको अवस्था छ भन्ने कुरो गर्नुभएको छ। अब साथीहरूले एकदमै यो उसको खाँदबारीको अर्थात् सङ्घसभा जिल्लाकै चाहिँ सबैभन्दा चासोको विषय भनेको अरुण तेस्रोको प्रवेश मार्ग जुन 2045 सालमा नेपाल सरकारले मुआवजा दिएर कट्टा गरेको जग्गाको सरकारी लगत चाहिँ कायम गर्ने विषय चाहिँ अहिलेसम्म एकदम पेचिलो विषयको रूपमा रहेको छ। यो विषयलाई सम्बोधन गर्ने गरी अहिले हामीले चाहिँ छ्याङगुटीदेखि चिसापानी जसलाई चाहिँ यहाँ स्थानीय नाममा चाहिँ ठुलो ढुङ्गा पनि हुन्छन् त्यो ठाउँसम्मको करिब 500 रोपनी जग्गाको हामीले चाहिँ सूचना प्रकाशित गरिसकेको अवस्था छ र त्यो सूचनाबाट नेपाल सरकारको कुनै हक दाबी कसैले दाबी विरोध नगरेको अवस्थामा नेपाल सरकारको नाममा हामी चाहिँ नामसारी गर्ने गरी चाहिँ सडक कार्यालयलाई अनुरोध गर्ने अवस्था छ भने त्यसै गरी तुमलिङटारको मनोकामना जाने बाटोको छेउमा मुन्सी खोल्छो भन्दो रहेछ। त्यो खोल्छोदेखि लिएर बिस्ने धारासम्मको करिब 500 रोपनीको लगत चाहिँ अपडेट गरिसकेको अवस्था छ भने केही जग्गाहरूलाई चाहिँ रिकन्फर्म गर्नुपर्नेदेखि नापी र मालपोतमा पठाएका छौँ र यसलाई पनि तुरुन्तै निकट भविष्यमा हुने राजनैतिक दलहरूको स्थानीय नेतृत्व अनि सर्वपक्षीय सरोकारवाला राख्ने व्यक्तित्व र चाहिँ सरोकारवाला कार्यालय प्रमुखहरू समेतको एउटा चाहिँ बैठकबाट यो दोस्रो चरणको पनि चाहिँ लगत घटाएको काम हामी अगाडि बढाउँदैछौँ। यसले चान्चुन 2/3 भन्दा बढी चाहिँ समस्या करिब 70 देखि 75% यो लगत घटाएको काम चाहिँ सम्बोधन गर्छ भन्ने हामीले सोचाइरहेका छौँ भनेदेखि बाँकी रहेको जुन बिस्ने धारादेखि लभिङ हिलसम्मको चाहिँ जुन ठाउँ छ बिस्ने धारादेखि लभिङ हिलसम्मको चाहिँ एरियालाई
को हकमा चाहिँ हामीले तेस्रो चरणमा गर्ने गरी काम सुरु गरेका छौँ र त्यही अनुसार प्लानिङ गरेर नापी र मालपोतलाई हामीले निर्देशन दिइसकेको अवस्था छ। यो कुरो साथीहरूलाई मैले जानकारी गराउन खोजेँ। अर्को चाहिँ नि साथीहरूले अस्ति हामीले सार्वजनिक सुनवाई गर्दाखेरि चाहिँ हेलुवा बेसीमा देखि माने भन्ज्याङसँगको सडकमा प्रदेशका पूर्वाधार मन्त्री समेत आएर चाहिँ नि त्यहाँको ठेकेदारहरूसँग कुरो गर्दाखेरि टेक्निकल्ली चाहिँ हाम्रो प्रोग्रेस भएकै हो छ, तर अब पब्लिकले फिलिङ गर्ने गरी चाहिँ यो प्रगति भएको छैन भन्ने उहाँहरूले भन्नुभएको छ। अब यो विषयको बारेमा पूर्वाधारको हाकिम साहबसँग मैले चाहिँ यो कुरो के भएको छ भन्दा अहिले गाडी चाहिँ चल्ने अवस्था छ, बर्खामा गाडी रोकिँदैन सर, सबै कुरो चाहिँ हुन्छ, तर अब चाहिँ कालो पत्र गर्ने गरी नै अर्थात् चाहिँ जनताले देख्ने खालको चाहिँ भइसकेको छैन, तर बाटो चाहिँ नरोकिने अवस्था छ भन्नुभएको छ। भने यो लभिङ हिलदेखि सभा खोलासम्मको चाहिँ एउटा यो सडकको चाहिँ मर्मत कार्य अलिकति पेचिलो रूपमा पनि रहेको छ। वास्तवमा भन्ने हो भनेदेखि चाहिँ यो ठेका लागिसकेको अवस्था हो। ठेका लागिसकेपछि ठेकाबाट फेरि ठेकेदार ब्याक भइसकेर अहिलेसम्म उसलाई जरिमाना गर्दा र म्याद थप्दाखेरि पनि काम नगरेर ऊ चाहिँ काहीँ न काहीँ अनसिन अवस्थामा बसिसकेको अवस्था छ र यसलाई चाहिँ त्यहाँको हाम्रो डिभिजन सडक कार्यालय तुमलिङ टारले नै यसलाई सम्बोधन गर्ने चाहिँ नै गर्ने भन्ने चाहिँ नि सल्लाह भइरहेको कुरो छ। त्यस पछाडि अर्को सरहरूले भने जस्तै यो एउटा चाहिँ इन्ट्रेस्टिङ चाहिँ कुरो गर्नुभयो, जहाजको टिकट सिक्यो भनेर साथीहरूले। यसको बारेमा म आफै बुझ्छु र चाहिँ यो हवाई यातायात सञ्चालक सङ्घहरूसँग श्री एयरलाइन्स, यति एयरलाइन्स लगायतको अरू एयरलाइन्सहरूसँग पनि एक चरण छलफल गरेर यदि त्यस्तो रहेछ भनेदेखि सम्भाव्य अरू चाहिँ नै फ्लाइट ल्याउन सक्ने सम्भावना के छ त्यो पनि हामीले चाहिँ नै अगाडि बढाउनु पर्ने चाहिँ नि अवस्था देखिन्छ। यदि जहाजको टिकटको यदि डिमान्ड बेसमा छ भने बिजनेसको लागि आउँछन् होला जस्तो लागेको छ। अब एउटा चाहिँ साथीहरूलाई मैले यहाँ भन्दै गर्दाखेरि हिजो मात्रै मेरै नेतृत्वमा जिल्लाको सुरक्षा प्रमुख को हैसियतले म र मसँगै चाहिँ जिल्ला प्रहरी प्रमुख अनि एपिएफको बोर्डरको प्रमुख लगायत अनि त्यहाँको हाम्रो नेपाल प्रहरीको सीमा चौकीको प्रमुखको हाम्रो एउटा टोलीले चाहिँ किमाथाङका नाकाको चाहिँ भ्रमण गरेका थियौँ। त्यहाँ गइसकेपछि हाम्रो एरियामा अलिक करिब चाहिँ नि धेरै चिज डेभलप गर्न सक्ने र सीमाको त्यो सीमा स्तम्भहरूको पनि निरीक्षण गरिसकेपछि चाइनिज पक्षका साथीहरूसँग पनि स्थानीय प्रतिनिधिहरूसँग पनि उहाँहरू हामी आएको भनेपछि त्यो ठाउँमा उहाँहरू उत्साहित भएर भेट्न आउनुभएको थियो। भएपछि अनि द्विपक्षीय रूपमा चाहिँ हामीले सामान्य अनौपचारिक कुरा गऱ्यौँ। त्यो अनौपचारिक कुराको सिलसिलामा उहाँहरूले यो हाम्रो चाहिँ नि पारिपट्टि डेभलपमेन्टको लागि, मितेरी पुलको लागि डिपिआर लगायत आइसिडीको डेभलपमेन्टको लागि रिपोर्ट बनाएर गइसकेको अवस्था छ सर। सरहरूले चाहिँ रिक्वेस्ट गरिदिनु भयो भने चीन सरकार चाहिँ सहयोग गर्नुहुनेछ, चीन सरकारबाट सहयोग लिन सहज हुनेछ भन्ने उहाँहरूको चाहिँ हामीलाई जानकारी दिनुभयो। त्यसको लागि हामीले चिनिया सरकारको सदा सहायताको लागि धन्यवाद। र हामीले चाहिँ माथिल्लो स्तरमा कुरा पुर्याउन सक्यो भनेदेखि हामी पनि प्रयास गर्नेछौँ भनियो। त्यति हुँदाहुँदै पनि अब त्यहाँ द्विपक्षीय रूपमा सम्भावना, व्यापारको सम्भावनाको बारेमा अन्य छलफलहरू पनि भएको अवस्था छ। र यसको लागि चाहिँ उत्तर दक्षिण सडक नै अर्को एउटा पेचिलो इस्युको रूपमा रहेको छ। र उत्तर दक्षिण सडकको अहिलेको अवस्था चाहिँ यहाँ खाँदबारीबाट 140 किलोमिटर डिस्टेन्सलाई किमाथानका मान्दै गर्दा त्यो करिब 80 किलोमिटर बरुणको दोभानसम्म चाहिँ गाडी पुग्न सक्ने अवस्था, त्यहाँभन्दा माथि 60 किलोमिटरमा पनि हाम्रो उत्तर दक्षिण सडक आयोजनाले युद्ध स्तरमा काम अगाडि बढाइसकेको अवस्था छ। त्यो गर्दाखेरि पनि हाम्रो पछिल्लो 20 किलोमिटरमा चाहिँ यो आर्थिक वर्षमा कभर गर्न सकिन्छ कि सकिँदैन, प्राविधिक पक्षको बारेमा पनि चाहिँ अलिकति चाहिँ हेर्नुपर्ने देखिँदाखेरि जिल्लाको परिचय पत्र हालसम्म परिचय पत्र व्यवस्था लागू भएदेखि 1,08,533 जनाले परिचय पत्रको लागि फोटो खिचेर नम्बर लिइसक्नु भएको छ।
त्यसमध्ये 2579 जनाले मात्रै कार्ड पाउनु भएको अवस्था छ। यो चाहिँ जिल्ला प्रशासन कार्यालयबाट हो भने इलाका प्रशासन कार्यालयबाट 11,895 जनाले खिच्नु भएको छ फोटो र त्यसमा चाहिँ एकजनाको मात्रै कार्ड गएको छ, अरू चाहिँ मान्छे सम्पर्कमा आउनु नै भएको छ। यो पछिल्लो सुरु भइसकिसकेपछि चाहिँ हाम्रो अभियान सुरु भइसकेपछि जिल्ला प्रशासन कार्यालयबाट 430, इलाका प्रशासन कार्यालयबाट 221, सिलिचोङमा हामीले पठाएकोबाट 434 हैन। यसलाई अझै यसरी कसरी बुझौँ भने जिल्ला प्रशासन कार्यालय वैशाखमा 873, यो साथीहरूलाई म यो डाटा पनि सेयर गरौँला। इलाका प्रशासन कार्यालयबाट 434 वटा चाहिँ यो कार्यालयबाट चाहिँ दिएको परिचय पत्रको नम्बर हो भने हामीले पठाएको टोलीबाट सिलिचोङको टोलीले 852 जनाको फोटो खिच्यो र त्यसमा 62 जनालाई कार्ड पनि वितरण गरियो जसको प्रिन्टेड गरायो। त्यस्तै गरेर सफा पोखरीमा 688 जनाको कार्ड खिचियो, फोटो फेरि खिच्यो भने 32 जनालाई कार्ड वितरण गरियो। मादीमा 454 जनाको फोटो खिचियो तर त्यहाँ कार्ड वितरण भएको छैन भने 5 कपनको टोली अहिले चलिरहेछ। हिजो र आज गरेर 108 जनाको फोटो खिचेको अवस्था छ राष्ट्रिय परिचय पत्रको। यो हामीले अभियान चलाएदेखि चाहिँ यो धेरै जना साथीहरूले चाहिँ एकदम एप्रिसिएट गर्नुभएको छ त्यसमा र यति भनेर अब साथीहरूलाई यो समय दिनुभएकोमा हार्दिक धन्यवाद दिन्छु। यो पछि पालिका अन्य पालिकामा जाने होला नि सर। अब यस पछाडि चाहिँ हामीले तुरुन्तै के गर्न लागेको छौँ भने यस पछाडि इमिडिएटली भोटखोला जान्छौँ, भोटखोलाबाट मकालु फर्किन्छौँ, मकालुबाट त्यस पछाडि हामी चिचिलामा आएर डिमान्ड बेसबाट अहिले हामीले टोली पठाइरहेको अवस्था छ। मकालुले भोटखोला र मकालुले माग गरेको अवस्था छ। अहिले अब पछि विकट ठाउँ भएकोले भोटखोलामा बर्खा लागेपछि जान नसक्ने अवस्था हुँदा अहिले हाम्रो तत्काल चाहिँ यो हप्ताभित्रै भोटखोला टोली पठाउँछौँ। त्यस पछाडि त्यो टोली ब्याक भइसकेपछि हामीले मकालुमा पठाउँछौँ। मकालु पछाडि चिचिलाले त्यति चाहिँ नि माग नगरिसकेको अवस्था भएकोले हामी खादबारीको केही वडाहरूमा चाहिँ डाटा लस भएको भन्ने हाम्रो रेकर्डमा देखिरहेछ। खादबारीमै हाम्रो चाहिँ वर्क स्टेसन गरेर राखेर त्यसपछि त्योलाई अगाडि बढाउँछौँ भने फेरि सभापारीको चाहिँ नगरपालिकालाई रिपिटेडली कुनै ठाउँमा चाहिँ डिमान्ड आयो भनेदेखि त्यहाँ पठाउने गरी एउटा टिम पनि रिजर्भमा राख्ने चाहिँ यो एउटा प्लानिङ छ हैन। त्यो खालको अवस्था छ।